नमस्कार, हेलो सबैजनालाई आज यो पुस्तक चर्चा कार्यक्रममा स्वागत छ। तपाईहरुलाई थाहा छ आज हामी तेस्रो एपिसोडमा पुगिसकेका छौं। तपाईहरुको स्मरणको लागि मैले निवेदन के गर्न चाहे भने कि पहिलो एपिसोडमा हामीले यो पठन संस्कृतिको जुन ह्रास भएको छ हाम्रो समाजमा त्यसको चर्चा गरेका थियौं। किन यो ह्रास भयो त? किन मान्छेमा अध्ययन प्रतिको रुचि कम भयो त? किताब पढ्ने जुन प्रवृत्ति थियो त्यसमा किन ह्रास आयो त्यसको चर्चा हामीले गरेका थियौं। त्यो कारणको चर्चा गरेका थियौं र त्यसको निवारणको पनि चर्चा गर्यौं। के टिप्सहरुको पनि चर्चा गरेका थियौं। सम्झना होला कि पुस्तक पढ्ने कसरी, अहिलेको जुन भाग दौड छ एउटा, त्यो दौडमा कसरी पुस्तकलाई जीवनको एउटा अभिन्न अंग बनाउन सकिन्छ, परिवारको एउटा अभिन्न अंग बनाउन सकिन्छ भन्ने कुरा हामीले पहिलो एपिसोडमा गरेका थियौं। त्यसपछि दोस्रो एपिसोडमा हामीले चर्चा गर्यौं एउटा पुस्तकको, नेपालको लागि धेरै महत्त्वपूर्ण पुस्तक थियो, आज पनि छ। त्यो पुस्तकको नाम थियो टाकुरामा एक्लो मान्छे। टाकुरामा एक्लो मान्छे प्रसिद्ध पत्रकार भरत भुर्तेलजीले लेख्नुभयो र त्यो पुस्तक एउटा जीवनी थियो। कसको जीवनी? नेपालको प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवजीको जीवनमा आधारित त्यो पुस्तक थियो। पुस्तक एउटा प्रेरणाको स्रोत पनि हो सबैको लागि, त्यसबाट धेरै कुरा सिकिन्छ। त्यसैले त्यो पुस्तकलाई मैले प्राथमिकतामा राखेँ कि हामीले सिक्नुपर्छ कसरी एउटा ग्रामीण बालक डाक्टर बन्छ र कसरी श्रीमतीले यति सघाउ पुर्याउँदा अन्तमा क्यान्सरको शिकार भएर मृत्युवरण गर्छन् र कसरी रामवरणजी एक्लै भए पनि नेपालको टाकुरामा पुग्नुभयो अनि भरत भुर्तेलजीले त्यसैलाई आधार मानेर त्यो किताब लेख्नुभयो। ज्यादै सरल, ज्यादै सरस र ज्यादै प्रभावशाली किसिमबाट किताबको संरचना उहाँले गर्नुभयो, जसको चर्चा हामीले सेकेन्ड एपिसोडमा गरेका थियौं। आउनुस् आज अलिकता देशभन्दा बाहिर निस्कौं हामी। सात समुद्र पार भन्छ। सात समुद्र पार अमेरिकाको धरतीबाट एउटा किताब आएको छ, नयाँ किताब। त्यसको हामी चर्चा आज गरौं, सबैजना सुनौं। सम्भव छ यो हाम्रो परिवेशको लागि, हाम्रो अर्थतन्त्रको लागि स्पेशली म भन्छु त्यो ज्यादै उपयोगी साबित हुनेछ जस्तो मलाई लाग्यो। त्यसैले आज प्राथमिकतामा त्यो किताब राखेर हामी कुरा गर्न गइरहेछौँ। तपाईहरु कृपया ध्यान दिनुहोला। आउनुहोस् अब अलिकता बसेर कुरा गरौँ, किनभने यो किताब गम्भीर किताब छ र मेरो लागि अनुकूलता पनि यही छ। बसेर कुरा गर्दाखेरि धेरै अनुकूल कुरा गर्न सकिन्छ। आज जुन किताबको हामी चर्चा गरिरहेछौँ त्यो किताबको अनुहार अलिकता देखाइदेऊ यहाँहरूलाई। यो अनुहार हो किताबको। यो किताबको अनुहारले के भन्छ भने किताबको नाउँ प्रश्न पार्यो, इट इज ओके टु बी एङ्ग्री। नाउँ सुन्नुहोस्, इट इज ओके टु बी एङ्ग्री अबाउट क्यापिटलिज्म। इट इज ओके टु बी एङ्ग्री अबाउट क्यापिटलिज्म यो किताबको नाम हो। प्राय हामी किताबको नाम राख्दाखेरि यता पनि हाम्रो चलन के छ भने सानो सानो नाम राख्दिने। तर अमेरिका जस्तो विशाल धनी देश, शक्तिशाली देश र एउटा प्रख्यात लेखकको किताबको नामाकरण यो हामी हेरिरहेछौँ। त नामाकरण यसको हेर्दाखेरि ठुलो छ र एङ्ग्री शब्द छ। एङ्ग्री कोसँग? एबाउट क्यापिटलिज्म। यो पुँजीवादसँग रिसाउनु ठिकै हो। यसको अनुवाद गर्ने हो भने पुँजीवादसँग रिसाउनु ठिकै हो। र किताबको लेखक प्रसिद्ध लेखक हुनुहुन्छ बर्नी स्यान्डर्स। बर्नी स्यान्डर्स हो। धेरै जनाको लागि यो नाम चिरपरिचित होला। यो पोलिटिक्ससँग अलिकता नजिक हुनुहुन्छ, अलिकता इन्ट्रेस्ट राख्नुहुन्छ, उहाँको लागि यो नाम अपरिचित नाम होइन। यो पुँजीवादप्रति रिसाउनु ठिकै हो। हामी यहाँ बसेर नेपाल जस्तो देशमा बसेर के भन्छौँ भने होइन पुँजीवादको विरोध किन गर्ने,
आखिर हाम्रो अर्थतन्त्र उतैतिर जानेर नजानेर उतैतिर अगाडि बढिरहेछ भने पुँजीवादको विरोध गर्नु त ठिक होइन जस्तो लाग्छ। तर पुँजीवादको जहाँ प्रकाष्ठा छ त्यही एउटा लेखकले स्यान्डर्स लेख्छ कि पुँजीवादसँग रिसाउनु ठिकै हो। पुस्तकको नाम नै काफी छ, आकर्षक नाम हो। त्यसैले मलाई तान्यो कि पुँजीवादसँग रिसाउनु अथवा पुँजीवादप्रति रिसाउनु ठिकै हो भन्ने जुन शब्दको संरचना भएको छ, मलाई के लाग्यो भने एउटा पुँजीवादी देशमा एउटा ठुलै लिडरले यस्तो किताब लेख्नु पक्कै पनि त्यहाँको मर्म, त्यहाँको दर्द, त्यहाँको पीडा होला। किताबमा किन न यो किताब बारेमा चर्चा गर्ने र यसैले म जस्तो मान्छेलाई आकर्षित गर्नमा ठुलो भूमिकाको निर्वाह गरेको छ। अब प्रथम दृष्टया त मलाई के लाग्यो भने अचम्म पनि लाग्यो कि एउटा पुँजीवादी देशको एउटा नेताले यसरी कसरी लेख्या होला। तर लोकतन्त्रको यो पावर हो जहाँ तपाईँ बोल्न सक्नुहुन्छ, जहाँ तपाईँ लेख्न सक्नुहुन्छ, आफ्नो मनको कुरालाई अभिव्यक्त गर्न सक्नुहुन्छ। यो लोकतन्त्रको पावर हो भन्ने कुरा मलाई लाग्यो। त्यसैले यो किताब मेरो हातमा आयो र जसको चर्चा हामी आज गर्न गइरहेछौँ। यता हाम्रो संविधानको कुरा गर्ने हो भने हाम्रो संविधानले के भनिरहेछ भने कि हामी समाजवाद उन्मुख छौँ अथवा हाम्रो अर्थतन्त्र समाजवाद उन्मुख हुनुपर्छ भनेर घोषित नीति ऐन कानुनमा सबभन्दा ठुलो कानुन, सबभन्दा ठुलो ऐन भनेको त हाम्रो संविधान हो। संविधानमा त्यो कुरा उल्लेख गरेको छ। तर हामी अलिकता पुँजीवाद प्रति अथवा पुँजीवादको बाटोमा अग्रसर भएको कुरा पहिला पनि निवेदन गरेँ र अर्थतन्त्रको जुन छाँटकाँट छ भनौँ, प्रवृत्ति छ भने त्यो त्यतातिर गइरहेछ। त्यस अवस्थामा हामीले यो बर्नी स्यान्डर्सको जुन यो किताब रहेछ त्यसको बारेमा चर्चा हामी गर्न गइरहेछौँ। अब यो बर्नी स्यान्डर्स पक्कै पनि सामान्य व्यक्ति त होइन। त को हुन् बर्नी स्यान्डर्स? सुनौ, उनी अमेरिकन सिनेटर हुन्। सिनेटर धेरै महत्त्वपूर्ण पद हुन्छ त्यहाँको लागि। त यो अमेरिकन सिनेटर भएर यस्तो किताब लेखेको छ र 2000 ईस्वी सम्बन्धको 2016 र 2020 को राष्ट्रपति दौरमा पनि उहाँ हुनुहुन्थ्यो, डेमोक्रेटिक पार्टीको दौरमा। जुन डेमोक्रेटिक पार्टीबाट जो बाइडेन अगाडि आउनुभयो र उहाँ त्यो प्रतिस्पर्धाबाट आउट हुनुभयो। तर आफ्नै पार्टीमा एउटा सशक्त उम्मेदवार हुनुहुन्थ्यो उहाँ। तर पनि आज पनि उहाँ एउटा सिनेटर हुनुहुन्छ र प्रख्यात लेखक पनि हुनुहुन्छ। उहाँ कतिपय किताबहरूको रचना गर्नुभएको छ, यस्तै चर्चित किताबहरूको, र यस्तै धेरै इन्टरभ्यू पनि दिइराख्नुहुन्छ। निरन्तर उहाँको इन्टरभ्यू आइरहन्छ सिएनएनबाट अथवा बिबिसीबाट, यस्ता संसारका प्रख्यात च्यानलबाट उहाँको इन्टरभ्यूहरू, अन्तर्वार्ताहरू आइरहन्छ जसबाट उहाँको धारणाहरू, विचारहरू, जुन प्रगतिशील धारणा छ त्यो धारणाहरू तपाईँ हाम्रो समक्ष बेला बखतमा आइरहन्छ। आज त्यही उनी प्रख्यात व्यक्तित्वको जुन किताब रहेछ इट्स ओके टु बी एङ्ग्री अबाउट क्यापिटलिज्म, त्यसको चर्चा हामी संक्षिप्तमा, धेरै अब किताब त धेरै मोटो किताब छ, हेर्नु हो तपाईँहरूले, धेरै मोटो छ। तर सबै पेज बाई पेजको चर्चा गर्न त गाह्रो छ। तर केही संक्षिप्तमा चर्चा गरौँ, मूल कुरा यस किताबमा के रहेछ भन्ने कुरा हामी हेरौँ। यो पुस्तकमा मूल रूपमा के छ भने पुँजीवादी जुन प्रणाली रहेछ, पुँजीवादी प्रणालीको पुरोधा भनौँ अमेरिकालाई, त्यहाँ के देखियो भने आर्थिक असमानता देखियो, श्रमिक शोषण देखियो र धनीहरूको प्रभुत्व देखियो। यही मूल कुराको व्याख्या यो किताबमा रहेछ भन्ने कुरा हामी देख्यौँ। पहिलो कुरा, धेरै म लामो जाँदैन, पहिलो कुरा के देखियो भने कि धनी र गरिब बीचको असमानता कुरा स्यान्डर्सले उठाएका छन्। अमेरिका जस्तो देशमा जहाँ डेमोक्रेसी छ, कतै संसारमा मानवाधिकारको हनन भयो भने अथवा केही कुनै घटना घट्यो भने अमेरिका जस्तो देशले बोलिहाल्छ, उसले प्रजातन्त्रको दुहाई दिन्छ।
त्यो प्रजातान्त्रिक देशमा, लोकतान्त्रिक देशमा धनी र गरिब बीचको धेरै ठुलो ग्याप देखा परेको छ। अहिले वर्तमान अवस्थामा यहाँसम्म आइपुग्दा पुग्दै त्यहाँ के भयो भने धनी मान्छेहरू झन 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 धनी र गरिब मान्छेहरू तल तल तल। त दुईटा वर्गको त्यहाँ उत्पत्ति भइरहेछ। त्यो एउटा पीडादायक अवस्था, एउटा व्यथा, आम अमेरिकीको एउटा व्यथा रहेछ, जसलाई विभिन्न अध्ययनबाट, विभिन्न अनुसन्धानबाट स्यान्डर्सले आफ्नो किताबमा यी कुराहरू उल्लेख गरेका छ। यहाँसम्म कि श्रमिकहरू न्यूनतम ज्यालामा बाँचिरहेछ र धनीसँग यति बढी धनी भयो कि 10वटा पुस्ताको लागि पनि पर्याप्त रहेछ, खाएर पनि नसिद्धिने पैसा। त यो यति ठुलो ग्यापको चर्चा यो किताबमा रहेछ। त्यस्तै सार्वजनिक सेवामा निजीकरण, अब त्यहाँ व्यापक निजीकरण भयो। अब यो सबै कुरा हाम्रो लागि पनि छ है, हामी पनि ध्यान दिँदै जाउँ कि सार्वजनिक सेवामा त्यहाँ निजीकरण हो, त्यसको असर के देखा पर्यो। खास गरेर शिक्षामा, स्वास्थ्यमा, सामाजिक सुरक्षामा समेत निजीकरणको भूमिका देखियो। अब यसले गर्दाखेरि त्यहाँका बिमा कम्पनीहरू ठुल्ठुला भए, धनी भए, सबै स्वास्थ्य उसैको जिम्मामा गयो। शिक्षामा त्यस्तै प्राइभेटाइजेसनले गर्दा पनि त्यहाँ अब असरहरू देखा परिरहेछ। एउटा श्रमिक वर्गले कसरी महँगो विद्यालयमा आफ्नो बच्चाहरूलाई पढाउने, जुन कुरा हामी नेपालमा गरिरहेछौँ। आज नेपाल यहाँबाट हेर्दाखेरि, नेपालबाट हेर्दाखेरि हामी के हेर्छौँ भने त्यो त धनी देश रहेछ, सबैजना धनी होला, होइन रहेछ। स्यान्डर्सले यो कुरा भनेको छ। यो तपाईँले र मैले भनेको कुरा होइन, कुनै नेपालीले भनेर यसरी प्रमाणित हुँदैन। यो अमेरिकन, त्यसमा पनि एउटा सिनेटरले लेखेको कुरा हामी आज कुरा गरिरहेछौँ। यस आधारमा पनि हामीले आफ्ना नीतिहरूप्रति सोच्ने नसोच्ने यो प्रश्न हाम्रो अगाडि छ। त्यस्तै तेस्रो महत्त्वपूर्ण कुरा के छ भने राजनीतिक सुधारको आवश्यकता। यस कुरा पनि पुरा किताब 10वटा च्याप्टरमा लेखिएको किताबमा बर्नी स्यान्डर्सले कुरा उल्लेख गरेका छ कि राजनीतिक सुधारको आवश्यकता छ अमेरिकामा। यसरी राजनीतिक जाने हो भने केही जनाको हातमा राजनीति जान्छ। पोलिटिक्सको असली पावर त्यहाँ केही जनाको हातमा कन्सन्ट्रेट भइरहेछ। यो राम्रो कुरा होइन। जनतन्त्र, लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र शब्दहरू हामी प्रयोग गर्छौँ र खास गरेर अमेरिकनहरूले धेरै प्रयोग गरिरहेछ। तर यो सिस्टमबाट काम चल्दैन। राजनीतिमा पनि सुधारको आवश्यकता छ है भनेर आफ्ना सम्पूर्ण किताबमा विभिन्न उदाहरणहरू दिएर, विभिन्न सूक्ष्महरू कुरा गरेर, विभिन्न गहिरो कुराहरू गरेर उनले यी कुराहरूलाई प्रमाणित गरेका छ, व्याख्या गरेका छ, जुन कुरा तपाईँ हामीलाई धेरै आकर्षित गर्छ। कर्पोरेट हाउसहरूको भूमिकाको चर्चा यसै सन्दर्भमा उनले गरेका छ। त्यो कर्पोरेट हाउसहरू कसरी त्यहाँको प्रजातन्त्रमा, त्यहाँको लोकतन्त्रमा हावी भइरहेछ, हेभी वेटको रूपमा काम गरिरहेछ, उनीहरूको हातमा पावर कसरी गइरहेछ, त्यसले सुधारको कुरा उनले गर्छ। यसै सन्दर्भमा स्यान्डर्सको एक दुईवटा भनाइ जुन मलाई अति मार्मिक लाग्यो, अति सान्दर्भिक पनि लाग्यो, उसकै शब्दमा म यहाँ राख्न चाहन्छु। जस्तै एउटा भनाइ उनको हेर्नुहोस्, बहुत मार्मिक छ, ध्यान दिनुहोला। भनाइ के छ भने हेर्नुहोस्, In the 21st century, we can end the various dog-eat-dog economy. ध्यान दिनु होला, dog-eat-dog economy, in which the vast majority struggle to survive while a handful of billionaires have more wealth than they could spend in 1,000 lifetimes. Oh, कति मार्मिक छ हेर्नुहोस्। अब यो एउटा जुन फ्रेज छ डग इट डग इकोनोमी, अब इकोनोमी त्यहाँको कस्तो छ भने डग इट डग भनेको त्यो फ्रेजको तात्पर्य के रहेछ भने अत्यधिक प्रतिस्पर्धा, कट थ्रोट कम्पिटिसन जसलाई हामी भन्छौँ। प्राय अर्थशास्त्रमा त्यो प्रयोग गरिन्छ। त्यहाँको इकोनोमीमा, त्यहाँको राजनीतिमा पनि यही कुरा देखिएको छ कि एउटा कर्पोरेट हाउसले सानो कर्पोरेटलाई, सानो कम्पनीलाई डुबाउन खोज्छ। यति प्रतिस्पर्धा, नराम्रो प्रतिस्पर्धा, यसलाई भन्नुहोस् डग इट डग इकोनोमी भनेको त्यो हो।
कि अत्यधिक विकृत फर्ममा प्रतिस्पर्धा भइरहेछ। कम्पिटिसन एउटा क्यापिटलिस्टिक इकोनोमीको फेयर कम्पिटिसन महत्त्वपूर्ण विशेषता हो। तर यो कहाँ गएर ठोक्यो भने डग इट डग इकोनोमी, अर्थात् विकृत फर्मको जुन प्रतिस्पर्धा जन्मिया छ त्यो कुनै पनि हालतमा मान्य छैन। यति राम्रोसँग व्याख्या हुने, थोरै शब्दमा यति राम्रोसँग व्याख्या गरेको छ। अर्को यस्तै मार्मिक भनाइ हेर्नुहोस्, अति मार्मिक छ, यसलाई पनि ध्यान दिनुहोला। सानो, अब धेरै ठुलो पढ्दाखेरि त दिमाग पनि अड्दैन, यताबाट उता गइहाल्छ, त्यसले सानो भनाइ म उद्धृत गर्न चाहन्छु। वी लिभ, ध्यान दिनुहोस्, वी लिभ इन डेमोक्रेसी, वी लिभ इन डेमोक्रेसी बट दे ओन द्याट डेमोक्रेसी। अब हेर्नुहोस् कति मार्मिक छ। वी लिभ इन डेमोक्रेसी बट दे ओन द्याट डेमोक्रेसी भनेको आज अमेरिकनले के अनुभव गरिरहेछ, आम जनताको यो धारणा हो कि हामी आम नागरिक डेमोक्रेसीमा त बाँचिरहेछौँ, तर मालिक त फ्यु पिपुल्स, मुठ्ठीभर सम्पन्न धनी व्यक्तिहरू मालिक रहेछ भन्ने कुरा यसले, यो सेन्टेन्सले भनिरहेछ। यस्तै उनले अब 10वटा च्याप्टरमा अब कतिवटा कुरा गरेर त साध्य छैन, इसेन्स मात्र यहाँ म व्यक्त गर्न चाहेँ। किताबको इसेन्स यो हो। र यो लास्टमा आउँदै एउटा फेरि अर्को च्याप्टर उनले 9वटा च्याप्टरको संक्षिप्त रूपमा मैले यहाँ प्रस्तुत गरेँ। तर यो 10औं च्याप्टर उनको बडा महत्त्वपूर्ण छ। एउटा च्याप्टरमा 10औं-तिरको च्याप्टर एउटा के छ भने एडुकेटिङ सिटिजन्स नट रोबोट्स। अब हेर्नुहोस्, विज्ञानमाथिको प्रश्न र सार्वभौम प्रश्न संसारभरि उठाइँदैछ। त्यो कुरा त्यही अमेरिका जहाँ विज्ञानमाथि धेरै खर्च गरिन्छ, रोबोटलाई धेरै सिकाउने प्रयास गरिन्छ, मान्छे जस्तै आज मानवले गर्ने क्रियाकलाप एउटा रोबोटले गरिरहेछ। झन् एआईको विकासले गर्दाखेरि झन् यो विज्ञान कहाँबाट कहाँ गयो। तर आज स्यान्डर्सको बर्नी स्यान्डर्सको पीडा हेर्नुहोस्, एउटै सेन्टेन्समा एउटा च्याप्टरको नाउँ नै उनले दिएको छ कि हामीले कसलाई पढाउने, सिटिजनलाई एडुकेट गर, सिटिजनलाई, नट रोबोट। रोबोटलाई होइन, पहिला त सिटिजनलाई पढाउनु पर्यो नि त। हो, आज अमेरिकनले अनुभव गरिरहेछ यो दर्द, यो पीडालाई उनले व्यक्त गरेका छ। र केही शब्द उनले उल्लेख गरेका छ जो कविताको फर्ममा छ जस्तो मलाई लाग्छ। त्यसले म जस्तो उनले लेखेका छ त्यही कविता भनौँ अथवा गद्य भनौँ कि पद भनौँ, तर उनले लेखेका छ। तर मलाई यसमा अलिकता कवितात्मक भाव आएको हुनाले म जस्ताको त्यस्तै पढ्न गइरहेको छु। पुरापुरी ट्रान्सलेट गर्दैन, तर सुन्नुहोस्, बुझिहाल्नुहुन्छ। ग्रिड इज नट गुड, लोभ लालच राम्रो होइन शीर्षकमा उनले लेखेका छ केही सेन्टेन्स, यहाँ ध्यान दिउँ। ग्रिड इज नट गुड, म्यासिभ इन्कम एन्ड वेल्थ इनइक्वालिटी इज नट गुड, बाइङ इलेक्सन्स इज नट गुड। प्रत्येक पङ्क्तिमा दर्द छ अमेरिकाको, प्रत्येक पङ्क्तिमा पीडा छ अमेरिकाको, प्रत्येक पङ्क्तिमा व्यथा छ त्यहाँको, जसलाई बर्नीले यसरी अगाडि बढ्छ। प्रॉफिटिङ फ्रम ह्युमन इलनेस इज नट गुड। मर्म हेर्नुहोस्, प्रॉफिटिङ फ्रम ह्युमन इलनेस इज नट गुड, चार्जिङ पिपल द हाइएस्ट प्राइसेस इज द वर्ल्ड फर prescription drugs is not good, exploiting workers is not good, monopolization of the economy by a handful corporation is not good, ignoring the needs of the most vulnerable among us is not good, wars and excessive military budgets are not good, carbon emissions that destroy our planet are not good। कति राम्रो, कति विषयहरूलाई छोया छ बर्नीले। त्यसैले मलाई यो पुस्तकले आकर्षित गरेको छ र तपाईहरुले जान्नै पर्ने कुरा। अब अन्ततिर आउँदाखेरि म धेरै समय तपाईहरुको लिँदैन, अन्ततिर आउँदाखेरि यो पुस्तकले
जुन पुस्तकको नाउँ फेरि मैले उच्चारण गरेँ, इट्स ओके टु बी एङ्ग्री अबाउट क्यापिटलिज्म। यसबाट नेपालले के लिनु पर्यो त शिक्षा? यति कुरो गराएको तात्पर्य यो होइन कि तपाईँहरूलाई खालि किताबको बारेमा बताउँ। यो वास्तवमा हामीले शिक्षा लिनुपर्छ, हाम्रा नीति निर्माताले शिक्षा लिनुपर्छ। हामी तपाईँ सबैले शिक्षा यसबाट के लिनु पर्यो भने, नम्बर 1, आय र सम्पत्तिको असमानता कम गर्नुपर्छ है। किनभने अत्यधिक पुँजीवादको यात्रामा तीव्र गतिमा बढ्नाले के हुन्छ भन्ने कुरा आज अमेरिकाले उदाहरण दिइरहेछ, हामीलाई यो किताबले दिइरहेछ। त्यसैले तपाईँ हामीले पनि अहिलेबाट सोच्नु पर्यो कि समानतातिर कसरी लिएर जाने। हाम्रो देशमा आम्दानी हुने र आम्दानी नहुने, अथवा थोरै आम्दानी र धेरै आम्दानी, यो बिचको जुन ग्याप, खाडल, ठुलो खाडल छ। धेरै स्टडी हामी कहाँ भइसकेको छ, तर त्यो स्टडी त भयो, सबैलाई थाहा छ खाडल धेरै भइरहेछ, ग्याप बढिरहेछ। अहिलेबाट हाम्रा नीति निर्माताहरूले अब नीति बनाउनु पर्यो, कसरी यो खाडललाई पुर्ने, कसरी ग्यापलाई कम गर्ने। अहिलेबाट स्टेप चालिएन भने रोग जब क्यान्सर रोग रूप लिइहाल्छ, क्यान्सरको रूपमा रोग आइसकेपछि त उपचार गर्न गाह्रै पर्ला नि। त्यसले अहिलेबाट जुन अहिले अलिकता सानो छ, भोलि अझ बढी ठुलो होला यो रोग, पर्सि झन् ठुलो होला, असाध्य होला। त्यसैले अहिले साध्यको स्थितिमा जुन रोग छ यसलाई कन्ट्रोलमा ल्याउनु पर्ने कुरा यो किताबले हामीलाई शिक्षा दिइरहेछ जस्तो मलाई लाग्यो, नम्बर 1। अर्को, जनताको पहुँच योग्य शिक्षा र स्वास्थ्यमा। अब अमेरिका जस्तो देश जहाँ यहाँबाट बसेर हामी के हेरिरहेछौँ भने अमेरिकामा सबै कुरा सम्पन्नता छ, त्यहाँ अब शिक्षा पनि पुगेको होला, स्वास्थ्य पनि सबैलाई पुग्या होला। तर होइन मित्र, त्यस्तो होइन। आज पनि श्रमिकहरू, कम आम्दानी भएका व्यक्तिहरूलाई बडो गाह्रो छ। नेपालमा गाह्रो भइसकेको छ, हामीले यहाँबाट शिक्षा लिनुपर्ने। यहाँ पनि गरिब जनताको लागि राम्रो शिक्षा छैन, योग्य शिक्षा छैन, स्वास्थ्यमा पहुँच भइरहेको छैन। अब यहाँ पनि ग्याप छ। निजी क्षेत्रको स्वास्थ्य सुविधा र शिक्षा सुविधा र सरकारी क्षेत्र भनौँ, सामुदायिक क्षेत्र भनौँ अथवा सरकारी क्षेत्र भनौँ, त्यहाँको शिक्षा, त्यहाँको स्वास्थ्य धेरै ठुलो ग्याप छ। यसलाई कसरी पुर्ने? सबै जनताको लागि बराबर पहुँच हुनुपर्ने हाम्रो संविधानले त ग्यारेन्टी गर्यो। तर संविधानमा लेख्दैमा जनतासम्म त्यो कुरा पुगिहाल्छ, सबैको स्वास्थ्यको रक्षा सरकारले गरिहाल्छ, सबैको शिक्षा, क्वालिटी एजुकेसन, मात्र शिक्षा भएर पनि भएन, क्वालिटी एजुकेसन, क्वालिटी हेल्थ सर्भिसेस सबैलाई हुने ग्यारेन्टी अबका दिनमा गर्नुपर्ने बाध्यता छ। अन्यथा आज 21औं शताब्दीको यो सिचुएसनमा आएर यहाँ जबकि जहाँ विज्ञान हाइएस्ट पोइन्टमा छ, जुन देशमा अमेरिकाको कुरा गरिरहेछौँ, जहाँ पुँजीवाद हाइएस्ट पोइन्टमा छ, पिकमा छ, त्यहाँ त यो चिन्ताको विषय छ भने हामी कहाँ के होला? त्यसैले अहिलेबाट, आजैबाट यसमा कसरी जनताको पहुँच पुग्न सक्छ त्यो त्यहाँ ध्यान दिनुपर्ने अवस्था छ। त्यस्तै त्यहाँ अर्को चिन्ताको विषय के छ भने धनीहरूको जुन एकाधिकार छ त्यहाँ, जसको नियन्त्रणमा होल इकोनोमी र इकोनोमी मात्रै होइन पोलिटिक्स पनि उनीहरूको नियन्त्रणमा गइसकेको छ भन्ने कुरा यो किताबले लेखिरहेछ, किताबले भनिरहेछ। आजैबाट हामीले पनि ध्यान दिनु पर्यो कि जथाभावी फ्री कम्पिटिसनको नाउँमा, निजीकरणको नाउँमा एकाधिकारलाई जन्म दिनु भएन। अन्यथा अब धेरै क्यापिटलिस्टहरूसँग धेरै क्यापिटल हुँदै जान्छ, एकाधिकार स्थापित हुँदै जान्छ र उनीहरूको नियन्त्रणमा फेरि इकोनोमी र पोलिटिक्स जान्छ। यसबाट अहिलेबाट हामी सचेत हुनुपर्छ र अहिलेबाट कानुनी व्यवस्था, नीतिगत व्यवस्था मिलाउनु पर्ने हुन्छ। चौथो कुरो के छ भने सामाजिक न्याय र श्रमिक अधिकारको संरक्षण। सामाजिक न्यायको कुरा हामी गर्छौँ, श्रमिक अधिकारको पनि कुरा गर्छौँ। धेरैसम्म संविधानले पनि, नयाँ संविधानले कुरो गरेको छ, तर व्यवहारमा त्यो त लागू छैन। व्यवहारमा त सामाजिक न्यायको पहुँचमा हामी पुगिरहेको छैनौँ राम्रोसँग। अहिलेसम्म भन्नुहोस्, यतिका वर्ष हो, 9 वर्ष हो संविधानको, तर पनि अहिले पनि हामी पहिलाकै स्थितिमा छौँ। श्रमिकको अधिकारको त कुरै हुन छोडिदियो। यहाँ
न श्रमिक सङ्गठित भइरहेछ, न आफ्नो आवाज उठाइरहेछ, न राज्यले हेरिरहेछ। त्यसैले अमेरिका जस्तो देशमा आज यो चिन्ताको विषय भयो भने नेपालमा भोलि भयावह रूप नलेला, विस्फोटक रूप नलेला भनेर त हामी भन्न सक्दैनौँ। समय समयमा इतिहासले यो कुरा पनि प्रमाणित गरेको छ, विश्वको इतिहासले प्रमाणित गरेको छ। त्यसैले यो अलिकता चिन्ताको विषय छ जस्तो मलाई लाग्यो। हामीले अहिलेबाट यसबाट शिक्षा लिएर सम्बन्धित निकायले, सम्बन्धित पक्षले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यस्तै पर्यावरणको कुरा हेर्नुहोस्, आज किताबमा पर्यावरणको चर्चा पनि गरिएको छ। पर्यावरणको हाम्रो इकोनोमीमा हेर्नुहोस् क्या हराभरा छ, हराभरा छ। पुरा देशमा यति हरियाली छ, अरू देशको लागि त्यो एउटा ग्रिड लोभको विषय हो, आकर्षणको विषय हो। तर हरित अर्थतन्त्रको निर्माण हामीले गर्न सकेका छैनौँ। आज अमेरिका चिन्तित छ, यही किताबमा ठाउँ ठाउँमा लेखिएको छ कुरा। त्यसैले हामीले अहिलेबाट नै राम्रोसँग खालि भाषणमा होइन, अन्तर्राष्ट्रिय मञ्चमा गएर त हामी व्याख्या गर्छौँ, भाषण गर्छौँ, यहाँ पनि विभिन्न स्टेजमा, विभिन्न ठाउँमा, होटलमा अथवा विभिन्न मञ्चमा पर्यावरणको कुरा गर्छौँ। तर एक्चुअलमा एक्सनमा हामी छैनौँ जस्तो मलाई लागिरहेछ। त्यसले पर्यावरणको लागि र हरित अर्थतन्त्रको लागि अहिलेबाट नै हामीले प्रयास, सशक्त प्रयास, सार्थक प्रयास, कुरो गराइ होइन, रियलमा एक्सनमा आउनुपर्ने आवश्यकता छ। र छैठौँ कुरा लोकतन्त्र र नागरिक सशक्तिकरण। हेर्नुहोस्, लोकतन्त्र भनेर होइन, व्यवहारमा गराइमा उतार्नुपर्छ। संविधानमा लेख्दैमा लोकतन्त्र आउँदैन। हरेक नागरिकलाई छुनु पर्यो लोकतन्त्र। कहीँ न कहीँबाट म लोकतन्त्रमा छु, अनुभूति हुनु पर्यो। त अनुभूति हुने खालको हामीले एक्सनमा आउनुपर्ने हुन्छ, त्यसअनुसारको क्रियाकलाप हामीले गर्नुपर्ने हुन्छ। नत्र लोकतन्त्रको पुरोधा अमेरिका, त्यहाँ त यो हकीकत छ, त्यहाँ त आज लेखकहरू लेख्न बाध्य भएका छन् भने हामी त अहिले प्रारम्भ नै गरेका छौँ। त्यसले प्रारम्भिक बिन्दु बहुत सशक्त हुन्छ। अहिले नै यसको व्यवस्थापन गरिहाल्ने, कसरी आम जनतालाई लोकतन्त्रको अनुभूति होस् र नागरिक सशक्त हुनुपर्छ। हेर्नुहोस्, नागरिक सशक्त हुँदैन भने सरकार पनि सशक्त हुँदैन। आज अमेरिका चिन्तित छ। अब नागरिकहरू यति व्यस्त भइसकेका छ, बोल्न सकिरहेको छैन, त्यहाँ पनि आफ्ना आफ्ना काममा छ, जसले गर्दाखेरि केही व्यक्तिहरूको हातमा, फ्यु पिपुलको हातमा, केही धनी व्यक्तिको हातमा पोलिटिक्स र इकोनोमी दुइटै गइसकेका छ। अहिलेबाट त्यसको लागि हामीले प्रयास गर्नुपर्ने हुन्छ। त यी महत्त्वपूर्ण कुराहरू छन् र यो पुस्तक एकदम ताजा पुस्तक हो भन्नुहोस्। ईस्वी सम्बत सन् 2023 अर्थात् लास्ट इयर यो लेखिएको किताब हो। अहिले ताजा ताजा छ भन्न मिल्छ। अहिले 24मा हामी छौँ, 2024मा। त्यो ताजा किताबले हामीलाई यस्तो आदेश, यस्तो एउटा मनोवृत्ति, यस्तो एउटा विश्लेषण गर्नै पर्ने अवस्थामा ल्याइपुर्यायो। यसको मतलब जति हामी चिन्तित छौँ, अमेरिका पनि त्यतिकै चिन्तित छ। धेरै पैसा भएर पनि हुँदैन, लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने हुन्छ। यति भन्दै तपाईँहरूको धेरै समय पनि नलिउँ, म बिदा हुन चाहन्छु। तर बिदा हुनुभन्दा पहिला म एउटा निवेदन के गर्न चाहन्छु भने तपाईँहरू सुन्नुहोस् र प्रतिक्रिया पनि दिनुहोस्। कस्तो किताबको चर्चा गर्न चाहनुहुन्छ, रुचाउनु भएको छ, त्यो पनि लेख्दा राम्रो हुन्छ, प्रतिक्रिया दिँदा राम्रो हुन्छ। मेरो धारणा के छ भने यस्ता पथ प्रदर्शक किताबहरू, यस्ता उदाहरणीय किताबहरूको बारेमा हामी चर्चा गरौँ, जो हामीलाई काम लाग्छ, जीवनमा काम लाग्छ, देशको लागि काम लाग्छ, नीति निर्मातालाई काम लाग्छ, हामी तपाईँ सबैलाई काम लाग्छ। त्यसले धारणा यो हो। तर पनि तपाईँहरूको सुझाव, सल्लाह अपेक्षित छ, दिनुहोला। धन्यवाद। फेरि भेटौँला अर्को पुस्तक चर्चामा। धन्यवाद।